यो 13 वर्ष पुरानो बोलेरो जिपलाई ब्रान्ड न्यू गराउने पार्ट 4 अनि पार्ट 4 मा हामीले के काम गर्यौं त हेर्नु है त हजुरले। पार्ट 4 मा चाहिँ हामीले गर्नुपर्ने हुन्छ ढोका रिपेयरिङ है त। ढोका चाहिँ लास्ट कुइएको थियो नि त अनि पाता कुइएको छ अनि त्यही घोटेर म चाहिँ पाता हाल्दिन सुरु गरिदिन्छु अनि डेन्टिङ गर्दिन पनि पर्ने हुन्छ कि त्यही भएर डेन्टिङ गर्नको लागि म तयारी गर्छु है त। यसमा चाहिँ लास्ट वाल परेको थियो के त्यही भएर चाहिँ नयाँ पाता हाल्नु पर्ने हुन्छ हामीले। म चाहिँ पाता हाल्दिनतिर सुरु गरिदिन्छु है त। अनि कति जनाले लोकेसन कहाँ हो भन्नुभएको थियो स्याङ्जा गलेङ है त लोकेसन चाहिँ। अनि यस्तै गर्दाखेरि चाहिँ अनि ढोका रेडी हुन्छ अनि यतापट्टि सिसा फेरि मेरो गुरुजीले गराउँदै हुनुहुन्थ्यो। म भने पछाडिपट्टि ढालाको काम गर्न सुरु गरिदिन्छु है त। यसको चाहिँ साइड पाता कुच्चेको थियो नि त त्यही भएर म निकाल्दिन सुरु गरिदिन्छु। यसको साइड पाता हेर्न कस्तो छ कि हजुरले भिडियोमा त त्यति देख्यो होइन होला तर यसको चाहिँ निदो भएको छ कि त्यही भएर चाहिँ गर्नु। अनि मलाई चाहिँ कतिजनाले भन्नुहुन्छ कि गाडीको पेन्ट हानेको प्राइस कति हो डेन्टिङको भन्नुहुन्छ अनि पेन्टको चाहिँ फिक्स 35,000 हुन्छ अनि डेन्टिङको चाहिँ हजुरको गाडी हेरेर हुन्छ है त। अनि यतापट्टि हाम्रो साथीले चाहिँ घोट्दै थियो पेन्ट हान्नको लागि अनि मैले पनि यो घोट्दिन सुरु गरिदिन्छु किनकि डेन्टिङ गर्नुपर्ने हुन्छ अनि साथीले पेन्ट पनि हानिसक्यो।